हेलो वेलकम छ गाइस चाइनादेखि मोटो भ्लगमा यहाँहरू सबैलाई वेलकम छ। चाइनाको बाटोहरूमा एक्सप्लोर गर्दैछु। हामी कम्पेयर गर्नेछौँ नेपालको र चाइनाको। कम्पेयर गर्ने कुनै ठाउँै छैन हैन गाइस। तपाईहरुले के भन्नुहुन्छ? यो हाम्रो हर्क साम्पाङ हुनुहुन्छ नि, सी जिनपिङ पनि पहिला चाइनाको सी जिनपिङ पनि पहिला एकदमै त्यो श्रम संस्कृतिको निर्माण गरे जस्तै गर्नुभएको थियो उहाँले नि। सो अहिले चाइनालाई कहाँ पुर्यायो? त्यतिखेर चाइनामा भोकमरी लाग्ने त्यस्तो भइरहेको थियो। अहिले चाइना कहाँ पुगिसक्यो? मान्छेहरूले भन्छ नि हर्क साम्पाङ ढुङ्गा बोक्ने मान्छे, मन्त्रीको लागि प्रधानमन्त्रीको लागि क्यापेबल छैन के भन्छ हैन। तर त्यो होइन के गाइस, क्यापेबल र नक्यापेबलको कुरै छैन, सबले सक्छ। इमानदारीता हुनु पर्यो क्या, देशको माया हुनु पर्यो, देशलाई धोका दिने अलिकति पनि रत्तिभाव हुनु भएन हैन। अनि पो देश हुन्छ बन्छ। ल उसँग क्षमता छ, टेक्नोलोजी आइडिया छ हैन, तर उसको मनमा चाहिँ देशप्रति माया छैन, देशलाई धोका दिन्छ भने, देशको ढुकुटी गलत ठाउँमा प्रयोग गर्छ भने के भयो त? त्यसको त्यो क्यापेबिलिटीको के अर्थ भयो? के अर्थ भएन नि हैन र? हेर्नुस् बिल्डिङहरू कस्तो छ, रोड कस्तो छ, धुवा ठुलो छ त छैन नि। देश आफै बन्दैन, समाना गरे बिल्डिङहरू हेर्नु त गाइस कति मजा आयो हैन। के हो यो लामो? आम्मामा कति लामो भएछ। अगाडिसम्म मात्रै हो होइन, अलिकति अगाडि। अब यो भिडियो यस्तै भिडियो अब मोटो भ्लग आउन सक्छ है चाइनादेखि। किप वेटिङ। हजुर के भन्नुभयो?